प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा दिएका दुईवटा विवादित अभिव्यक्तिमा परराष्ट्र मन्त्री शिशिर खनालले बुधबार संसदबाट स्पष्टीकरण दिनुभएको छ। नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी सांसदहरूले लगातार संसद बैठक अवरोध गरेपछि परराष्ट्र मन्त्री खनालले बुधबार प्रतिनिधि सभा बैठकमै त्यसबारे स्पष्टीकरण दिनुभएको हो। साथै भारतसँगको सीमा विवादमा बेलायतको पनि सरकार रहनुपर्छ भन्ने प्रधानमन्त्री शाहको अर्को विवादित अभिव्यक्तिमा पनि परराष्ट्र मन्त्री खनालले स्पष्टीकरण दिनुभएको छ। प्रतिपक्षी दलका सांसदहरूले यी दुई विषयमा प्रधानमन्त्रीले नै संसदमा आएर जवाफ दिनुपर्ने माग गर्दै आएका थिए। तर प्रतिपक्षीको लगातार विरोधका बावजुद प्रधानमन्त्री शाह संसदमा आउन तयार नभएपछि उहाँको सट्टा परराष्ट्र मन्त्री खनालले जवाफ दिनुभएको हो। श्रम संस्कृति परराष्ट्र मन्त्री खनालले आफ्नो प्रष्टीकरणमा प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको सीमा सम्बन्धी विषय मूलतः 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा स्थायी सीमाको सिद्धान्त अवलम्बन गरिएकाले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती र बसोबास गर्ने अवस्था छ। उहाँले भन्नुभयो, नेपाल र भारत बीच रहेको लामो सीमालाई व्यवस्थित